2082 सालको तिहारको भोलिपल्ट कुसुन्डे पुष्पानी स्थित यो भिडियो लिएर आएको छु, जहाँ हाम्रो बालापन बित्यो, जुन ठाउँमा हाम्रो चाहिँ सानो उमेरदेखिको माया ममता बस्यो, जुन गराको हामीलाई याद छ। हामी ती साथीहरूलाई मिस गर्छु म आज, जहाँ हामीले होलीको पर्व गलैँची बोटबाट सुरुवात गर्थ्यौँ, भिनाजु साथी सुदर्शनको घरबाट। त्यो ठाउँभन्दा माथि आज कृषि उद्यम केन्द्र पुष्पानी कृषि उद्यम केन्द्रले 30 रोपनी जग्गामा जुन कुसुन्डे गाउँ विकास अभियानको चाहिँ सुन्तला खेती बनाएको रहेछ। म धेरै पछि आज गाउँमा आएको छु। त्यो मलाई साह्रै नै सराहनीय काम लाग्यो। जहाँ चाहिँ हामी 25-30 घरको चाहिँ एउटा गाउँ थियो, त्यो गाउँ आज शून्यतामा परिणत भएको रहेछ। घरहरू रहे तापनि, भौतिक संरचनाहरू रहे तापनि बस्तीमा चाहिँ मानिसहरू एकजना पनि नबस्ने कुराको जानकारी भयो। जुन ठाउँ हामी हिजो गुच्चा खेलियो, पिट्टुको बल खेलियो, जहाँ साथीभाइ मिलेर क्लब गठन गरियो, जहाँ भैलो खेलियो, ती दिनहरू साह्रै मिस हुन्छ। जहाँ हामीले बाख्रा चलाउने, जुन पाखाहरू हाम्रो बाख्रा चलाउनेदेखि लिएर आसपास खेल्नेका सबै साथीहरू साह्रै नै मिस हुन्छ। हामीले यो दसैँ र तिहारलाई सम्झिँदा कति दुःख गरेर हामीले साल काटेर ल्याएर हामीले पिङ हालेको पनि याद छ। हाम्रो यहाँ सञ्जयहरूको गाउँ पनि देखिरहेको छ तल, त्यहाँ चाहिँ अलिकति केही बस्तीहरू रहेको छ अझै पनि। जुन ठाउँ हामी पढ्नको लागि यहाँबाट हिँडेर यो जङ्गल छिचालेर हामी त्यो स्कुलमा पढ्न गइन्थ्यो, जसलाई भोटेडार बजार भनिन्छ। त्यो बजारबाट हामी हिँडेर लगभग 1 घन्टाको दुरीमा कडुस टिप्दै, सिजनमा अगेरी कडुस आँप झार्दै नुनसँगै खाँदै लगभग 28-29 जना हामी चाहिँ यसरी हिँडिन्थ्यो। बिस्तार चाहिँ मान्छेहरू कमी हुँदै गए। अहिले पूर्ण रूपले बस्ती जिरो भएको देख्दा र सबै जङ्गलको रूपमा परिणत भएको देख्दा साह्रै नै दुःख लाग्यो। त्यसको बावजुद पनि पुष्पानी कृषि उद्यमले जुन एउटा सुन्तला खेती अभियान, गाउँ विकास अभियान गरेको छ, त्यस्तै गरी सानो पन्धेरोको पानीलाई लिफ्टिङ गरेर रामछेमा पानी झारेर रामछेमा पानी ट्याङ्की बनाउने काम भएको छ। त्यो देख्दाखेरि अझै पनि गाउँमा चाहिँ केही चाहिँ विकासको अभियान जान्छ कि, भोलि सुन्तला खेतीले ठुलै पहिचान बनाउँछ कि भन्ने आशा भने मार्न सकिएन। जहाँ हामीले कक्षा 1 देखि 5 कक्षासम्म पढियो, जुन ठाउँ यो अहिले पूर्ण रूपले यो स्कुल बन्द भएको सुन्दा साह्रै दुःख लाग्यो। जहाँ बिहान उठ्ने बित्तिकै टल सेतो हिमाल झल्किन्थ्यो, यता भारतीको डाँडो, त्यो चाहिँ भारतीको डाँडो, त्यो तपाईँको राइनसकोट, जहाँ चाहिँ भक्ति थापाको पहिचान झल्किन्छ। यो सम्पूर्ण हेर्दा यो गाउँ आउँदा यहीँ एकछिन बसिराखौँ, यहीँ हेरिराखौँ, ती बालापनका कुराहरूलाई याद गरिराखौँ जस्तो लाग्छ। तैपनि मानिस भौतिक सुख सुविधामा रमाउने बानी परिसकेको रहेछ। अब जुन ठाउँमा हिजो हामी 1 घन्टा लगाएर हिँडेर आउँथ्यौँ, अहिले यसरी बाटो आएको छ, मोटर बाटो आएको छ, जहाँबाट हामीलाई आउन सहज छ, गाडी घोडा आउँछ, तर बस्ती छैन। यी सम्पूर्ण कुराहरूलाई चाहिँ आज मैले चाहिँ सम्पूर्ण साथीहरूसम्म पुगोस् भनेर एउटा
सानो भ्लग बनाएको छु। कृपया सब्सक्राइब मेरो युट्युब च्यानल सब्सक्राइब र सेयर गरिदिनु होला मेरो साथीहरू।